साथी मुस्ताङमा के भइरहेछ? अब हामी चाहिँ होइन हिजोसम्म कराउँदै हिँड्दै नाच्दै थियौँ, अहिले यहाँ थला परियो। अब यस्तोमा छ, अब यस्तोमा हो, यस्तोमा छ होइन। ठिकै छ, औषधि ल्याइदिएको छ साथीहरूले। अब साथीहरूले अब एकदम औषधि ल्याइदियो साथीहरूले अघि होइन। अब सुप ल्याइदिएको छ यहाँ, अब खाँदैछौँ ओछ्यानमै है। धन्यवाद साथीहरूलाई। अब आउने साथीहरूलाई के भनिन्छ यहाँ आउँदै गर्दाखेरि? औषधि चाहिँ पोका पोका अलिक बोकेर आउनु, अनि आफू हेल्थ केयर गर्ने आइसकेपछि होइन। हेल्थको त एकदम केयर गर्ने हो यहाँ आएपछि चाहिँ। जबरजस्ती खाऊ साथी जाति हुन्छ साँच्ची भनेको। बुबु अनि कस्तो भइरहेछ मुस्ताङ ट्रिप? केटाकेटी खुवाउने हो भने अहिले म टक्सिन मात्रै खुवाउँदै। एकचोटि क्यामेरामा हेरेर भनिदिनुहोस् अब आउने साथीहरूलाई के भन्नुहुन्छ आउँदै गर्दाखेरि? कन्डिसन यस्तो छ अब लाइक यो चिसोले पनि होला मेन होइन, अलिक खुवाइ पनि लापार भइगयो। मलाई चाहिँ एकदम गाह्रो भइरहेछ, तर नि म ठिक भइसकेको छु। साथीहरूलाई अब देयर इज नो वर्ड्स क्या। अब केयरमा मसाज कस्तो लाग्यो? मसाज पनि बबाल। अनि भन्छन् त दुःखमा साथ दिने नै साथ दोस्ती हो। मैले यही भन्न चाहेँ आउने साथीहरूलाई, आउँ रमाइलो गरौँ। आफ्नो पक्षमा छ, तर रमाइलो गर्दै गर्दाखेरि आफ्नो हेल्थलाई पनि केयर गरौँ, स्वास्थ्यलाई केयर गरौँ, खानामा केयर गरौँ। किनभने हामी यहाँ घुम्न आउँदाखेरि यसरी बिरामी भएर बस्यो भने त नरमाइलो हुन्छ, नमजा आउँछ। त्यही भएर आउँदै गर्दाखेरि केयरफुल भएर आउँ। तर रमाइलो चाहिँ रमाइलो छ, हामीले केयरफुल नगरेको चाहिँ होइन है। गर्दै गर्दा पनि कतिचोटि यो कुराहरू चाहिँ भएर आउँछ। ओके, नेक्स्ट टाइम बबाल, टाटा, बाई बाई।